यस्तो गर्नु न दादा यस्तो खाऊ खालको दिनु न रिएक्सन देखे त खोइ खोइ आफ्नो लागेको भत्कारा गस Hi guys, welcome to my YouTube channel. New channel, new day, new vlog. Everything is new. म चाहिँ बिहानै उठेर सबै गरिसकेको नुहाई धुवाई गर्ने कुराहरू सबै गरिसकेको तर हुन्छ नि नक्कल पार्नको लागि चाहिँ फेरि एकपल्ट मुख धोइदिउँ होइन तर मैले फेस वास नै लगाएन रहेछ बिहान चाहिँ बिर्सेछु मुख धुँदाखेरि फेस वास लाउनु अन्त फेरि फेस वास लगाएन भने चाहिँ हुन्छ नि त्यो फ्रेस फिल नै हुँदैन रिफ्रेसमेन्टै हुँदैन म चाहिँ मुख सुख धोएर आएको होइन गाइस तर यहाँनिर चाहिँ बिरालो छ नि त अन्त बिरालोसँग खेल्ने भएको अरे यसले लुगाले पनि सेतै बनाइदियो कि जम्पर त के हेर्न नसक्नु बनाइदियो के छैन फेर्ने त हो होइन ल अन्त अब स्टे ट्युन्ड नक्कल परेको नै हामीले ल अलिकति दामी देख्नु लागि चाहिँ यसमा अर्को कलर मिक्स गरिदिन्छु क्या म यसरी ए अब चाहिँ झन् अलिक मजाको देख्यो नि त होइन अन्त यति गरेपछि चाहिँ म माथिबाट हल्का यो ग्लिटर जुत्ता लाउँछु अन्त जान्छु बाई स्टे ट्युन्ड त्यसमा चाहिँ रेडी भइसक्यो होइन आई जस्ट वान्ट टु टेल यु द्याट आई एम नट गुड इन ब्लगिङ एट अल होइन एन्ड या आई वान्ट टु टेल यु द्याट आई एम गोइङ टु मिट विथ माई सिस्टर माई ब्रदर इन ल अल्सो सम अफ माई कजन्स एन्ड या द बेस्ट पार्ट अफ दिस भिडियो इज वी आर गोइङ टु मिट विथ singer Prasan Pradhan and singer Samiksha Adhikari from Nepal. Yeah, I just want to tell you that just be the part of my video and enjoy. Yeah, stay tuned. अन्त चाहिँ बाहिर चाहिँ यस्तो छ अब म चाहिँ बस स्ट्यान्ड जान्छु होइन बस स्टप यस्तो हुन्छ बस स्टप मेरो ब्याग छ अन्त चाहिँ म चाहिँ बसको वेटिङमा बसिरहेको छु यो चाहिँ उता जाने बस हो म चाहिँ यता जान्छु सो यता जाने बसको वेटिङमा छु बस आयो होइन मेरो बस आयो अब म चाहिँ बसमा चढ्छु वेटिङमा छु बसमा छु बसमा चाहिँ यस्तो छ भ्यूहरू Tell me if I'm off, but I see it on your face when you say that he's the one that you want. And you're spending all your time in this wrong situation, and anytime you want it to stop, I know I can treat you better than he can. गाइस म चाहिँ बसबाट निस्केर कस्तो मैला छ यहाँनिर उयो जुत्ताहरूको उसमा यो चाहिँ 20 रुपियाँ गोटाको लुगा 6 रुपियाँ गोटाको लुगा 10 रुपियाँ सेकलको लुगा म भिडियो बनाउनु खायो कसको लाग्यो त्यो जुत्ता नमस्ते नमस्ते
त्यही के हो कसको लागि जुत्ता कसको लागि जुत्ता मेरो के भयो भिडियो अच्छा अझ लाउँदा जाऊ मागेर ल्याउनु थ्याङ्क यू No, right hand. This. No problem. No, Jika. Simega bang. Sakso. Defo. Ze. Lo, तभी वो देखा काका. मेरो दुईजना बर्थडे कार्डहरू भेडाले दलाल गर्छ Yes. वो है तो मेरा दोस्त है Yes, morning. Come on. Morning. Morning. कुन चाहिँ कलर मलाई दामी देख्छ होला मलाई त थाहा भएन है त्यो चाहिँ उनीहरूले पनि देख्छ देख्दैन म रुम जाँदै नै छु मेरो काम छ अङ्गो लाइट छैन तुला साथी कता लाइट उसले अलरेडी हालिराखेको छ नि त यो त पर्दैन अचार मिठो आउँछ त मैले बनाएको नि त राम्रो छ अहिलेसम्म निस्केको छैन ऊ हो उसले खुसु लुगा किन्दै राख्दै लाउँदै आउँदै गर्छ कति खाइ अब तपाईँलाई त के दामी भएर नि कति भएर त्यही यहाँ हाल्नु नि यहाँ हाल्नु न मिक्स गर्नु न त्यहाँ दामी हुन्छ मिक्स चाहिँ खाना खाइसकेर चाहिँ ड्याम्मै भएन बुढी अन्त चाहिँ अब चाहिँ कपालमा कलर गर्ने तर उयो न सुहाउँछ कि सुहाउँदैन होइन डर पनि लाग्दैछ लाउनु तर पनि लाउँछु त्यो कस्तो हुने हो पत्तो छैन भगवान् आज अवन्तिका र म जो पर्ने भइरहेको अवन्तिका र मैले कलर लगाएको उसले भेन्टा कलर लगाएको मैले तिमीलाई हेर्ने बानी पर्यो बाटो खुर्ने बानी पर्यो कपाल धुँदा पहिला छ होइन महिला चाहिँ यहाँ चाहिँ अब चाहिँ हामी कपाल धुन्छ मैले त्यो तपाईँले उठाएको नि त फर्स्ट मलाई मैले सुहाउँछ होला भन्थ्यो केही भन्दिनँ हौ बोल्दै फोन बोल्दै थियो कि ब्रस गर्दै थियो त खोइ आफ्नो लाग्दै थियो आउँदै थियो हुँदैन ब्लगमा को आउनुहुन्छ नि कसले बनाएको छ उसले बनाउँदैछ त ल साँच्चै हो भिडियो बनाएको अब के बनाउँछ त चाहिँ मलाई नि थाहा भएन काट्नै मेरो चाहिँ जुत्ता खोला बहिनी भन्दा अरे खसी रहेछ हामी सुँगुर त बस्नु न उल्टाको यति रहेछ कर्सीमा चाहिँ कुन चाहिँ कलर गरेको यो कुन चाहिँ कलर किन उनीहरू जानु बोटिङमा सिम्पल सब बनाउँदैछौँ यहाँ यो सक्यो भने यस्तो गर्नु न दादा यस्तो खाउ खालको दिनु न रिएक्सन मान्छेलाई पेसामा निक्देको कर्दी अब यतिकै तपाईँलाई पुगेर आउँदै उनीहरू त फेरि भिडियो
त्यस्तो यसरी गर्दा हैन त्यस्तो त दामी देख्यो पछाडि कस्तो राम्रो भएको छ म मग्दिनँ क्या अन्त ए मेरो चार्जर के त हामी दुईजनाको मात्रै कुरा सुन्ने अब दुईजनाले ल राजु दाको पनि भाउ केटीहरूको आफ्नै ग्रुप छ 6-7 जना तपाईँ र म मिलेन भने अर्को मिल्दैन कहाँ जानुभएको हजुरहरू कहाँ जानुभएको भनिदिइहाल्नु कोही चाहिँ क्युट भएर हट भएर अपट भएर राजी फेरेको मोमो खाने मोमो कस्तो रहेछ मोमो अब हामी कन्सर्ट हेर्न गएको निम्तिकासँग अवन्तिकासँग अँधेरो अँधेरो छ त्यस्तै छ होइन हामी चाहिँ अहिले बसमा गरिरहेछ बाहिरको नजारा चाहिँ यस्तो छ ऊ भएन मलाई पनि एउटा टिकट हेलो ब्ल्याक क्याट कुन ठाउँमा भन्नुहोस् त कहिले दादालाई थ्याङ्क यू भनेको छुइनँ कि र खासमा भन्नु पनि पर्दैन दादा तैपनि म तपाईँहरूको सामु भन्न चाहन्छु थ्याङ्क यू भेरी मच फर एभ्रिथिङ मेरो लागि धेरै गर्नुहुन्छ क्या दादाले मेरो भाउजू यहीँ हुनुहुन्छ सोल्टिनी यता दिदीहरू अनि धेरैलाई त म चिन्दिनँ बिस्तारै बिस्तारै चिन्दै जाउँला होइन सो बजार हिँडेको हो बिजुली पालेमा हामी क्युटी भएर ओ माय गॉड मैले त गाउने
बाई कति बज्यो टाइम हेर त 2:30 इन्डियामा बिहान भइसक्यो हामी नाच्ने